ऊ मेरो नानी चाहिँ यहाँ सुतिरहेको छ नानी चाहिँसँग सुत्नु पायो भने त खुसी हुन्छ लाडे हुन्छ मैले 4-5 दिन बाद नानासँग सुतेको कि त्यो भएर खुसी छ कान्छा छोरा है कान्छा मेरो कान्छा छोरा खुसी छ 4-5 दिन नानासँग सुत्नु भएको लाडे भइहाल्छ नि नाना चाहिँ यसरी मसार्नै हुँदैन कम्ती लाडे हुँदैन 4-5 दिन बाद नानासँग सुत्नु भएको कम्ती लाडे हुँदैन यसरी मसारिदिनुपर्छ कि कम्ती लाडे हुँदैन कम्ती लाडे हुँदैन यसरी मसारिदिनुपर्छ कि अझै यसरी मसारिदिनुपर्छ कि मै लाडे भएको नाना कहाँ गयो भन्छ नि त भाइ राति 12 बजी आयो मेरो नाना सिक्किमबाट 12 बजी राति आयो मेरो नाना भन्छ कि मेरो भाइको उतानिर मेरो भाइको घरको मेरो भाइ पहिला जहाँबाट आएको नि गुर्दोमा लेकको त्यहाँबाट घरको मेरो भाइको घरको छिमेकीबाट छेउबाट आएको नि त म उताबाट मै फुदाङ भनेको चाहिँ मेरो भाइदेखिको मेरो भाइको गाउँदेखिको अलिक यता रहेछ नि त हो अन्त मेरो भाइको आमा र बाबालाई भेटौँ भनेको थियो कि भेट्नु पाएन नि हौ गुम्बामा पूजामा थियो नि त मेरो भाइ पनि भाग्यमानी छ नि मेरो भाइ पनि यतानिर गुरु रेम्बुछेको त्यहाँको जग्गाबाटै आएको नि मेरो भाइ पनि देउताले पठाएको पऱ्यो मेरो भाइलाई त्यो नानाको रक्षा गर्नु भनेर पो पठाएको अरे भाइ नानाको रक्षा गर्नु भनेर पो पठाएको अरे त मेरो भाइलाई देउताले नै गुरु रेम्बुछेको त्यहाँनिर गुर्दुमा लेकहरूतिर यता गुरु रेम्बुछे बसेको हिँडेको जग्गा अरे नि त अन्त त्यहाँनिरबाट मेरो भाइ आएको त अन्त त्यहाँबाट त आएको मेरो भाइ त अन्त मेरो भाइ त त्यहाँबाट त आएको अन्त माथि गुर्दुमा लेकमा झन् पुरै देउताले बास गरेको छ त्यहाँनिर त्यहाँबाट त आएको मेरो भाइ त्यहाँबाट भाइ अन्त यस्तो सधैँ लाडे हुन्छ मेरो भाइ लाडे नानी त लाडे भइहाल्छ उसको लाडे त कम्ती खुसी हुन्छ कम्ती लाडे हुन्छ नाना चेला दिएको कम्ती लाडे हुन्छ नाना चाहिँ मेरो नाना चाहिँ मलाई छोडेर गयो भनेर सोचिरहेको थियो होला कि केटाले कहाँ छोड्छ हो यस्तो नानीहरूलाई कहाँ छोड्छ मेरो मुटुको टुकुराहरू त यस्तोहरू त कहाँ छोड्छ हौ मैले आयो नि नाना आएर कम त खुसी छ हेर न खुसी भएर न उसको खुसीको सीमै छैन नि बट्टरेर मात्रै उचाल्न पनि सक्दिनँ आजकल त उचाल्नु पनि सक्दिनँ यस्तो नानीलाई त त्यो नानीलाई त सानो